समयको हुरीले होला सायद आज माछा समुद्र पारी ठेलिए। हेर्न मन थियो त्यो सुन्दर गाउँ। आज म पहिलो पटक हाँस्न सिकेको थिएँ, जहाँ आमाको काखमा निदाएको सम्झना आजै ताजा छ। तर आज ती ठुला पहाडहरूले होइन, परिस्थितिले मलाई आफ्नै माटोबाट टाढा बनायो। यहाँ परदेशको भिडमा उभिँदा मान्छे धेरै छन्, तर आफ्नो कोही छैन। हाँसो देखिन्छ अनुहारमा, तर भित्रै कतै चुपचाप आँसु बगिरहेको हुन्छ। भावना एकतिर, परिस्थितिले अर्कैतिर मोड्दा आफ्नै वाक्यले कहिलेकाहीँ यति धेरै पिल्छ कि उठ्न खोज्दा पनि मन थाकेर बस्न बाध्य हुन्छ। रात पर्छ, निन्द्रा आउँदैन, आँखा चिम्लिँदा देखिन्छ त्यो हो गाउँको बाटो, त्यो हो आँगन, त्यो आमाको आवाज। सायद जीवन यही हो, जहाँ चाहना भन्दा बाध्यता ठुलो हुन्छ, जहाँ आफ्नै खुसीलाई त्यागेर अरूको लागि बाँच्नुपर्छ। तर विश्वास छ, एक दिन यही सङ्घर्षले मलाई फेरि मेरो आफ्नै माटोमा फर्काउनेछ, जहाँ म फेरि एकपटक मन खोलेर हाँस्न पाउनेछ। एक सचेत नागरिक विश्वमन बज्यू, हस्त, धन्यवाद।